यो चाहिँ ढुकुरपानी रोड, ढुकुरपानी दमक इमाईबाट आउने ढुकुरपानी रोड यो भनी यसरी चाहिँ यो चाहिँ ढुकुरपानी जान्छ, भेउटा ढुकुरपानी जाने बाटो। जस्तो यो बोर्ड छ, यो ढुकुरपानी 1 किलोमिटर छ यहाँबाट चाहिँ। जुन ढुकुरपानी 1 किलोमिटर हो भने भिटा चाहिँ यता छ। यो बाटोबाट जानुपर्यो, यो बाटोसम्म जानुपर्यो। यहाँ 50 मिटर भित्र चाहिँ भिटा छ। यो देखेको ढुकुरपानी ठ्याक्कै यहाँ छ, यो बोर्ड छ नि, यहाँ राखेको छ बोर्ड छ है, ढुकुरपानी चोक। अब भिटा चाहिँ यहाँ भित्रपट्टि छ। यो बाटो जाँदा चाहिँ ठ्याक्कै भिटा चाहिँ यहाँ भित्र छ है त। म भिटासम्म लिएर जानु चाहिँ होइन। यो भिटा चाहिँ बिक्रीमा आएको यो 10.5 छ, 10.5 यो पर देखिएको चाहिँ 12सम्म छ। यो मन्दिर देखिएको चाहिँ यो घरहरू भएको ठाउँमा, यो घर भएकोमा चाहिँ यहाँबाट लगभग 30 मिटर परतिर बाटो चाहिँ पिच बाटो ढुकुरपानी हुँदै भेउटार जाने बाटो। भेउटारभन्दा पुरापट्टि चाहिँ यो चाहिँ यसरी लामो बाटो। एकदम यो मन्दिर छ, एउटा राम्रो मन्दिर बनाउनु भएको छ। वरिपरि बस्ती छ, यो एकदम पहाडी बस्ती भएको ठाउँमा 10.5 र 32.5 फुट मुख गरेको छ। प्लम लागिसक्यो, 20 फुट बाटो बाहेक है। यो चाहिँ फेरि बाटो बाहेक छ यसरी। यो देखिएको गाउँ चाहिँ फेरि चिया बगान, त्यो बेलडाङ्गी जाने बाटो। चिया बगानदेखि तल मेन बाटोदेखि चाहिँ बेलडाङ्गी जाने बाटो निस्किने मेन बाटो छ यहाँ चाहिँ। यो पर देखिएको गाउँमा चाहिँ यसरी चाहिँ। र बिक्रीमा आएको चाहिँ यो सस्तो छ, 10.5 25 लाख मात्रै है यो चाहिँ। यो देखेको यो बाँझो, यस्तो बाँझोदेखि यो परतिर मकैबारीसम्म हो यो है त। यो चाहिँ ढुकुरपानी रोड, ढुकुरपानी दमक इमाईबाट आउने ढुकुरपानी रोड यो भनी यसरी चाहिँ यो चाहिँ ढुकुरपानी जान्छ, भेउटा ढुकुरपानी जाने बाटो। जस्तो यो बोर्ड छ, यो ढुकुरपानी 1 किलोमिटर छ यहाँबाट चाहिँ। जुन ढुकुरपानी 1 किलोमिटर हो भने भिटा चाहिँ यता छ। यो बाटोबाट जानुपर्यो, यो बाटोसम्म जानुपर्यो। यहाँ 50 मिटर भित्र चाहिँ भिटा छ। यो देखेको ढुकुरपानी ठ्याक्कै यहाँ छ, यो बोर्ड छ नि, यहाँ राखेको छ बोर्ड छ है, ढुकुरपानी चोक। अब भिटा चाहिँ यहाँ भित्रपट्टि छ। यो बाटो जाँदा चाहिँ ठ्याक्कै भिटा चाहिँ यहाँ भित्र छ है त। म भिटासम्म लिएर जानु चाहिँ होइन।